नमस्कार तपाईहरू सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार तथा न्यानो अभिवादन पनि। आजदेखि रिचलाइन इनर्जी लिमिटेड कम्पनीको आइपिओ बिक्री खुल्ला हुने भएको छ र बिहान 10 बजेदेखि तपाईले यस कम्पनीको आइपिओ भर्न सक्नुहुनेछ। आज मैले तपाईहरूको लागि यस भिडियोमा यस कम्पनीको बारेमा सम्पूर्ण जानकारी दिनेछु। कम्पनीको लगानी कस्तो छ। भिडियो सुरु गर्नुभन्दा पहिला हामीले यस कम्पनीको बारेमा सम्पूर्ण चर्चा गर्नेछौँ। यस कम्पनीको अधिकृत पुँजी भनेको 1 अर्ब 18 करोड 50 लाख रुपियाँ रहेको छ भने जारी पुँजी पनि 1 अर्ब 18 करोड 50 लाख रुपियाँ रहेको हामीले देख्न सक्छौँ। र चुक्ता पुँजी भनेको अहिले कम्पनीको 92 करोड 43 लाख रुपियाँ रहेको छ भने यस कम्पनीको आइपिओ बिक्रीपछि चुक्ता पुँजी पनि 1 अर्ब 18 करोड 50 लाख रुपियाँ पुग्ने हामीले देख्न सक्छौँ। र यस कम्पनीमा संस्थापक शेयर धनीहरूको शेयर स्वामित्व भनेको 78% रहनेछ भने त्यसै गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूको शेयर स्वामित्व भनेको र सर्वसाधारणका लागि सबै सामूहिक लगानी कोष कर्मचारी सबै गरेर 22% शेयर स्वामित्व यस कम्पनीमा हुने देख्न सक्छौँ। यस कम्पनीमा सबैभन्दा बढी शेयर स्वामित्व हुने प्रमोटरहरूको बारेमा अब हामीले चर्चा गर्नेछौँ, जसमा रहेका छन् रेवन्त कुमार रावत, उनीसँग यस कम्पनीको 3,90,785 किता रहेछ। त्यसै गरी उपेन्द्र हमालसँग 3,51,379 किता रहेछ। प्रकाश तिवारीसँग 1 लाख किता। त्यसै गरी प्रतिवराज गिरीसँग 1,89,973 किता। वसन्त गिरीसँग 3,76,104 किता। त्यसै गरी दिपेन्द्र हमाल, महेशबहादुर हमाल, प्रवीण गिरी, मोहन सारू, नारायण कडेल, गोपाल प्रसाद नेउरे, राजेन्द्र कुमार बिसी, प्रतिमा तिवारी, शुभकामना नेउपाने, पूजा हमाल, सरिता गिरी, त्यसै गरी मुक्तिनाथ क्यापिटलसँग पनि यस कम्पनीको 2 लाख किता रहेछ सेयर। त्यसै गरी र यस कम्पनीमा हामीले के देख्न सकिन्छ भने सबैभन्दा बढी सेयर स्वामित्व प्रमोटरमा भएको भनेको सोपान मल्टिपल कम्पनी लिमिटेडसँग 10 लाख किता यस कम्पनीको रहेछ सेयर स्वामित्व। त्यसै गरी पर्मो डाइनामिक प्राइभेट इक्विटी फन्डसँग नि रहेछ भने विशाल ग्रुप लिमिटेडसँग पनि 1 लाख किता रहेछ। प्रमोटरहरू राम्रै देखिए र यस कम्पनीको अध्यक्षमा वसन्त गिरी रहेका छन् भने सञ्चालकहरूमा प्रदीपराज गिरी, अशोक कुमार खड्का, नारायण कडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, त्यसै गरी डाक्टर विनोद पोखरेल रहेका छन् स्वतन्त्र सञ्चालकमा। अब हामीले यस कम्पनीको वित्तीय अवस्था कस्तो छ त्यसको बारेमा चर्चा गर्नेछौँ। आर्थिक वर्ष 2079-80 सालमा यस कम्पनीको प्रति शेयर आम्दानी 21 रुपियाँ 57 पैसा रहेछ। अर्थात् यस कम्पनीको एक किता सेयरले 21 रुपियाँ 57 पैसा कमाउने रहेछ। र कम्पनीको रिपोर्ट चाहिँ गजब रहेछ यसको। र कम्पनी नाफामै गएको छ भने यस कम्पनीको बुक भ्यालु भनेको 136 रुपियाँ 69 रहेछ। अर्थात् यस कम्पनीको वास्तविक भ्यालु भनेको 136 रुपियाँ रहेछ, जबकि तपाईले प्रति किता 100 रुपियाँमा पाउनु भएको छ। यो पनि यसको एकदमै राम्रो पक्ष रह्यो। त्यसै गरी हामीले यस कम्पनी नाफामै गएको देख्न सक्छौँ। आर्थिक वर्ष 2080-81 सालमा आइपुग्दा कम्पनीको प्रति शेयर आम्दानी भनेको 12 रुपियाँ 30 पैसा रहेको छ भने बुक भ्यालु भनेको 126 रुपियाँ 39 पैसा रहेको छ र कम्पनी नाफामै छ। त्यसै गरी आर्थिक वर्ष 2081-82 सालमा आइपुग्दा कम्पनीको प्रति शेयर आम्दानी 7 रुपियाँ 92 पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ भनेको 131 रुपियाँ 36 पैसा रहेको छ। यस कम्पनीको राम्रो देख्न सक्छौँ। अहिले पनि यस कम्पनीले तपाईलाई 7% हाराहारी बोनस दिन सक्ने क्षमता हामीले वित्तीय व्यवस्थाबाट देख्न सक्छौँ। हाइटो भएर पनि तपाईलाई 7% बोनस दिन सक्ने क्षमता भने कम्पनीको देख्न सकिन्छ। अझै रिजर्भबाट दिने हो भने त यस कम्पनीले तपाईलाई तानतुन गरेर 15% हाराहारी पनि बोनस दिन सक्ने हामीले कम्पनीको अवस्था देख्न सक्छौँ। यस कम्पनीको 2084-85 सालसम्म बुक भ्यालु भनेको 148 पुर्याउने प्रक्षेपित गरेको छ भने इपिएस भनेको 12 रुपियाँ 51 पैसा पुर्याउने कम्पनीको लक्ष्य रहेको हामीले देख्न सक्छौँ। यस कम्पनीको पहिलो कारोबार भनेको तल्लो रेन्जमा भयो भने 131 रुपियाँ 36 पैसामा हुनेछ भने माथिल्लो रेन्जमा भयो भने 394 रुपियाँमा हुने हामीले देख्न सक्छौँ। अहिलेको सिनारियो र यस कम्पनीको सप्लाई कम भएको कारणले गर्दा पनि यस कम्पनीको पहिलो कारोबार भनेको 394मा हुनेछ र त्यसको 10% सर्किट लाग्नेछ। सप्लाई पनि कम र कम्पनीको रिपोर्ट पनि राम्रो र विद्युत उत्पादन गरिसकेको कम्पनी भएको कारणले गर्दा पनि तपाईले यस कम्पनीलाई प्रति किता 1000 भन्दा माथि नै बेच्न सक्नुहुनेछ। ढुक्क भएर होल्ड गर्नु होला। प्रति किता 1000 भन्दा तल चाहिँ तपाईले नबेच्नु होला, किन भन्दाखेरि यो फन्डामेन्टल रूपमा पनि कम्पनी बलियो छ। त्यसै गरी रिपोर्ट पनि कम्पनीको राम्रो रहेको हामीले देख्न सक्छौँ। यस कम्पनीको उत्पादन क्षमता भनेको 9 मेगावाटको रहेको छ भने यस कम्पनीको आयोजनाको नाम भनेको सुपर चेपे जलविद्युत आयोजना हो। त्यसै गरी कम्पनीको कुल लागत खर्च भनेको 2 अर्ब 9 करोड 60 लाख रुपियाँ रहेको छ भने प्रति मेगावाट लागत खर्च भनेको 23 करोड 16 लाख रुपियाँ रहेछ। अलिकति प्रति मेगावाट लागत खर्च भने महँगो रहेछ। यस कम्पनीको विद्युत उत्पादनको अनुमति बाँकी भनेको 30 वर्ष 11 महिना रहेको छ र 30 वर्ष पछाडि कम्पनीले विद्युत प्राधिकरणलाई यो प्रोजेक्ट बुझाउनु पर्ने हुन्छ।
त्यसैगरी यस कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि भनेको 7 वर्ष 4 महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भनेको 10 वर्ष 9 महिना रहेको हामीले देख्न सक्छौँ। र परियोजना सरकारलाई हस्तान्तरण गर्ने मिति भनेको 2113 2 महिना 6 गते रहेको हामीले देख्न सकिन्छ। र यो तपाईँले के बुझ्नु पर्यो भने यो कम्पनीको तपाईँसँग सेयर रहेको छ र तपाईँले 30 वर्षसम्म तपाईँले होल्ड गर्नुभयो भने पनि यो कम्पनी सरकारलाई जान्छ, परियोजना हस्तान्तरण हुन्छ। तर यस कम्पनीको तपाईँले सेयर 0 हुने भन्ने चाहिँ हुँदैन, किन भन्दा यस कम्पनीले अरूतिर लगानी गरिसकेको हुन्छ र अरूतिर लगानी नगरेको अवस्थामा चाहिँ बरु 0 हुन सक्यो। तर यस कम्पनीले अन्य प्रोजेक्टहरूमा लगानी गरिसकेको अवस्था हुने भएको कारणले गर्दा पनि 0 भने हुँदैन। तपाईँ यसमा कन्फ्युज हुनु परेन। यस कम्पनीको फ्युचर राम्रो रहेको छ, तपाईँले होल्डै गर्नुभयो भने पनि हुन्छ आइटो भए तापनि, र टपमा जाँदाखेरि तपाईँले बेच्नुभयो भने पनि राम्रो मुनाफा तपाईँले कमाउन सक्नुहुने हामीले कम्पनीको रिपोर्ट हेर्दाखेरि थाहा पाउन सक्छौँ। अब हामीले कम्पनीको आइपिओको बारेमा पनि चर्चा गर्नेछौँ। यस कम्पनीको आइपिओ प्रतियोगिता 100 रुपियाँको दरले तपाईँले भर्न पाउनुहुनेछ भने कम्पनीले 11 करोड 85 लाख रुपियाँ बराबरको 11,85,000 किता आइपिओ जारी गर्न लागेको हो, जसमध्ये कर्मचारीका लागि 28,440 किता छुट्याएको छ। त्यसै गरी सामूहिक लगानी कोषका लागि 71,100 किता छुट्याएको छ भने बाँकी सर्वसाधारणका लागि कम्पनीले 11,80,260 किता छुट्याएको हामीले देख्न सक्छौँ। यस कम्पनीको आइपिओ बिक्री भनेको माघ 28 गतेदेखि अर्थात् आजदेखि फागुन 4 गतेसम्म तपाईँहरूले भर्न पाउनुहुनेछ। र आइपिओ बिक्रीको सबै काम पर्व क्यापिटलले गर्नेछ। आइपिओ बाँडफाँडदेखि सबै काम यसले गर्नेछ भने आइपिओ तपाईँले भर्नुपर्ने किता भनेको 10 किता हो। 10 किता मात्रै भर्नुभयो भने काफी हुनेछ। र अहिलेको सिनारियोमा हेर्ने हो भने प्रति किता तपाईँले 10 पर्ने हो, तपाईँलाई धेरै पर्दैन। र आइपिओ पर्ने भनेको जम्मा 1,18,026 जनालाई 10 किताको दरले पर्नेछ। त भएपछि तपाईँले 10 किताभन्दा बढी भर्न परेन। धेरै भरेर पर्ने, थोरै भरेर नपर्ने भन्ने चाहिँ हुँदैन। तपाईँ यसमा कन्फ्युज नहुनु होला, किन भन्दा धेरैजना साथीहरूलाई के लाग्न सक्छ भने आइपिओ धेरै भर्यो भने पर्ने र थोरै भर्यो भने नपर्ने भन्ने हुँदैन। यसमा हामी झुकिनु भएन। अब हामीले यस कम्पनीको रिपोर्ट हेर्दाखेरि र फन्डामेन्टल एनालाइसिस गर्दाखेरि तपाईँले प्रति किता 1000 भन्दा माथि नै बेच्न पर्नेछ, तल बेच्नु नहोला। किन भन्दा बजारमा तपाईँले यसमा राम्रै देख्न सक्नुहुनेछ र जुन दिन तपाईँले लगातार सर्किट लगाइरहेको हुन्छ त्यो बेलासम्म तपाईँले नबेच्नु होला, र जुन दिन झर्न थाल्छ त्यो दिन फाल्नुभयो भने उपयुक्त समय त्यही नै हो। र पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि खेलाडीहरू लागेका छैनन् भनेर हामीले हेर्न सक्छौँ। त्यसमा चाहिँ फ्लोर सिट एनालाइसिस गर्नुपर्ने हुनसक्छ। त्यो भएर पनि हामीले कहिले फाल्ने भन्ने कुरा चाहिँ तपाईँले त्यसरी निर्णय गर्न सक्नुहुनेछ। र 1000 भन्दा तल चाहिँ तपाईँले नबेच्नु होला। र यो कम्पनीको आइपिओ पर्नेको सङ्ख्या एकदम कम जनालाई पर्ने हो भने अहिलेको सिनारियोमा 26 लाख हाराहारीले आइपिओ भर्न सक्छन्। र आइपिओ भर्नेको सङ्ख्या अलिकति बढी भएको कारणले गर्दा पनि पर्नेको सङ्ख्या भनेको कम नै हुनेछ। तपाईँलाई पनि परोस् मेरो तर्फबाट भने शुभकामना छ। र आगामी दिनमा पनि सेयर बजार सम्बन्धी नयाँ नयाँ जानकारीमूलक भिडियो लिएर आउनेछु। त्यति बेलासम्मका लागि बिदा हुन चाहन्छु। तपाईँहरूको सम्पूर्णको जय होस्। नमस्कार।